हेलो नमस्ते अनि स्वागत छ मेरो युट्युब च्यानलमा। गुड मर्निङ। आज शनिबार, हामीलाई पनि शनिबार लाग्यो, त्यही भएर हामी आमा छोरी चाहिँ साइकल चढेर हिँड्यौँ है। साइकल मैले चलाउँदैछु। बेटा यता हेर्नु त, गुड मर्निङ भन्नुहोस्। अब हामी हिँडेको, आज शनिबार छ अनि मैले मेरो घरमा चाहिँ लङ टाइम भइसक्यो मासु नपकाएको र मेरो बच्चाले 2-3 दिनदेखि खासै खाना पनि खाइरहेको छैन। आज चिचिमाम खान्छ अरे अनि मासु किन्न चाहिँ अलिक तल्लै जानुपर्छ कि, ब्रोइलर चाहिँ यहीँ पाउँछ यही दोकानमा, तर हामी चाहिँ बफ लिन जाँदैछौँ। त्यही भएर चाहिँ निकै टाढा जानुपर्छ अनि साइकल त सहारा, किनकि मेरो बच्चा त हिँड्दैन, यो उसको बानी एकदम खतम छ, यो हिँड्ने मान्छेमा पर्दैन। त्यही भएर हामी हिँडेको यसलाई। ओए कता घुमाएको साइकल गुल्टिन्छ नि अहिले। ल आज शनिबार छ, तपाईँहरू पनि कता कता के प्लानहरू बनायो होला नि क्या त, होइन? इन्जोय गर्नु होला। शनिबार भनेको छुट्टीको दिन रमाइलो गर्नुपर्छ। मेरो बच्चाको छुट्टी भएको त झन् 5 गतेसम्म छुट्टी छ। यसको छुट्टीले यति गाह्रो भएको छ नि, दिनभरि यसलाई हेर्नुपर्छ। तर 2 दिनदेखि म घरमा पनि छैन, मतलब हिँडेकै छु नि त। आज चाहिँ यसको विस पुरा गरिदिनु पऱ्यो अनि अलिकति अचार पनि बनाइदिनु पऱ्यो कि ल्याएर। यसले खालि मासुको अचार भन्छ, त्यही भएर यसलाई मासुको अचार पनि अलिकति बनाइदिनु पऱ्यो। ल अब हामी त हिँडेको, अलि भनि त हालेँ मैले कति टाढा छ भनेर। बेटा अगाडि हेर्नु है, साइकलको ह्यान्डल चाहिँ मजाले कभर गर्नु होला, नत्र फेरि पिल्टिङ गरेर गुल्टिन्छ। यो चाहिँ हो हाम्रो कमानेको स्कुल, चन्द्रोदय स्कुलको ग्राउन्ड। यत्रो ठुलो छ क्या चौरी। मेरो बच्चाले आफै उहाँ साइकल चलाउनु थालिसक्यो। घाम कस्तो मजा लाग्यो हा, न्यानो। सासाम यता आफै साइकल चलाइदिन्छ उसले त। माटोमा अड्क्यो। ल मेरो बेटाले आज, बेटा मोजामा माटो लाग्यो, खुट्टी माथि गर्नु बसी। अब भेटिनन् के गर्नु, म खलासी। यहाँनिर अड्किन्छ ऊ, त्यो चौरीमा गएर चलाउने। यहाँ माटो छ कि, यो माटो छ नि त, माटोमा अड्किन्छ, आफै चलाउँछ। ल चलाउनु त। हजुर होस्, ल चलाउनु। अब गुडाउनुहोस्, गुड्यो सासाम गुड्यो। ल कति रमाइलो छ है बच्चाहरूलाई, अहिलेको बच्चाहरूलाई रमाइलो छ। यो हो चन्द्रोदय स्कुल, ठुलो छ एरिया। चौरी छ बेटा, यस। कसरी आयो हामी यहाँ यताबाट? यस्तो डेन्जर रहेछ क्या यहाँ त बाटो त। यहाँ आउने, दोकानमा आउने त बाटो छैन कि, यो नाली बन्नु लाग्छ। बेटा नो लड्छ, ओर्लिनु रोडमा गएर चलाउने हो कि, ओर्लिनु त। ल नचलिकन बस्नु है। तपाईँको त दाइ दाइ बेटे सुति दाइ। ल यहाँ बाटो यस्तो रहेछ। हामी त यहाँ आएर फेरि यहाँबाट घुमेर माथि गएर अर्को घर अगाडिबाट छिरेर फेरि यहाँबाट अनि फाइनली आइपुग्यो मासु दोकानमा। बहुत मुस्किलले आइपुग्यो। नचलाउनु भने होइन, लड्छ भनेको होइन। नचलाइकन बस्नु बेटा, गुल्टी भने ऊ तलतिर पुग्छ नि, फेरि गुल्टी भने उहाँ तल पुग्छ, त्यही भएर नचलाइकन। ल हामी रेगुलर मासु लिन आउने ठाउँ चाहिँ यहाँ हो। यो आन्टीले दिनुहुन्छ राम्रो मासु। परबाट आधी घन्टा हिँडेर आएँ होला है म त, भिडियो बनाएर हालेर। अब जानेवाला भेट्छु, फेरि जानलाई यति गाह्रो छैन नि। यसको यो साइकल टुरुङ्ग बोकेर हिँड्नुपर्छ उहाँ माथि बाटोसम्म, त्यसपछि बल्ल गुडाउने बाटो पाउँछ।
यहाँ एउटा विकास भएर आएको छ त्यही भएर बाटो अहिलेको लागि चाहिँ अवरोध कि पुरा यस्तो हालत छ यो बिचक छ ल अब उता गएर भेटौँ। आज म आइपुगेको छु यहाँ सिस्नो टिप्नलाई। आज चाहिँ सिस्नो टिप्ने प्लान मैले हिजो भनेको थिएँ, हिजो कि अस्ति मैले भनेको थिएँ अस्तिको भिडियोमा सिस्नो टिप्न हामी जान्छौँ भनेर यसरी झोला बोकेर होइन यहाँ तल टाढा दिदीको घर पछाडि सिस्नो टिप्न आएको छौँ। आन्टी म यहाँ भाउजू पनि भेटेको भाउजू पनि हुनुहुन्छ हौ। सिस्नो चाहिँ भयङ्करवाला सिस्नो टिप्न आएको थिएँ म। यहाँ कस्तो कति राम्रो कस्तो झरझर परेको सिस्नो रहेछ के। हेर्नु न यहाँ कस्तो दामी सिस्नो। हजुर निगुरो पनि छ अरे यहाँ। ल आन्टीले त निगुरो पनि भेट्नु पऱ्यो, निगुरो पनि भेट्नु पऱ्यो। म चाहिँ सिस्नो टिप्छु किनकि मलाई चाहिँ सिस्नै मनपर्छ। म सिस्नो टिप्छु ल, अहिले भेट्छु। म चाहिँ अब भट्टाभट लगाएर सिस्नो टिप्दैछु। यो सिस्नो चाहिँ फेरि कति बाँचेल चाहिँ यस्तो पनि खान्छ भनेर भन्छ होला। नखाने मान्छेलाई थाहा हुँदैन नि त। अब नखाने भन्दा पनि अब बजारतिर बसेको मान्छेहरूलाई सायद थाहा हुँदैन होला कि सिस्नो कति फाइदाजनक छ अनि यसलाई खान पनि मिल्छ भन्ने कुरा चाहिँ कतिजनालाई थाहा नहुन पनि सक्छ है। हो त्यस्तो व्यक्तिहरूले चाहिँ अहिले मलाई यहाँ सिस्नो टिपिराखेको देख्दाखेरि चाहिँ होइन ओहो यस्तो चिज पनि खाँदो रहेछ हौ यिनीहरूले भनेर भन्नु होला। तर यो सिस्नो जस्तो फाइदा चिज अरू के छ र के। यस्तो सानो सानो टिप्ने हो कि धेरै ठुलो चाहिँ टिप्नु हुँदैन, यो चाहिँ सानो सानो टिप्ने हो। अनि यसलाई मजाले पखाल्नुपर्छ ताकि धुलो सुलो किरा सिरा छ भनेदेखि चाहिँ जाओस् भनेर के। तर यहाँ क्या डर लाग्दो यार, सानो सानो पनि पलाइरहेको छ कि यसरी भुइँभरि। आन्टीको घाँस उता कटिङ हुँदैछ अनि सानो सानो पनि पलाइरहेछ है। यसो बस्दाखेरि त फेरि च्वास्स बिजायो भने त सकियो त फेरि। खाँदाखेरि जति मिठो हुन्छ नि यसको पोलाइ फेरि त्यसको 4 गुणा ज्यादा हुन्छ नि त। त्यही भएर यसो बची बची टिप्नु पर्ने छ। फटाफट टिपिहाल्नुपर्छ या धन्न। यहाँ यसपालि चाहिँ कसैले टिप्नु भएको छैन रहेछ। ल टिपौँ है फटाफट गफै नगरिकन। पनि भेट्टाइ भाइ तपाईँहरू गाउँतिर पनि पाउँछ त न्युरो। हाम्रो गाउँमा त न्युरो पनि पाउन्न चाहिँ यस्तो फेरि दामी खा दामी। ल अब हाम्रो चाहिँ भारी पुग्यो। आन्टीको त्यो घाँसको भारी पुगिहाल्यो। अनि यहीँ मैले खुर्सानी भन्न चाहिँ फेरि सिस्नो के यो एक झोला सिस्नो अनि यो आन्टीले एक मुठा निगुरो भेटाउनु भयो कि हाम्रो भारी पुगेर हामी हिँडेको। अघि त मलाई कस्तो डर लाग्यो नि त, आन्टीले आज धेरै घाँस काट्नु पाएन भन्नुहुन्छ क्या। अघि म यहाँ सिस्नो टिप्दै थिएँ, आन्टी उता परतिर घाँस काट्न जानु भयो नि त इङ्ग्ले होइन। अनि हावा त सरर आवाज आएर बसे बा अगाडि पछाडि सबतिर यस्तो घुमेर हेरेँ कोही पनि छैन। अनि त मुटु त सिरिङ भइहाल्यो। त्यसपछि आन्टी भनेर कराउनु थाल्यो। अनि आन्टी आउनुभयो क्या फर्केर। त्यही भएर आन्टीको चाहिँ आज यही यो एक भारी मात्रै भयो घाँस, एउटा मुठा यति हो आन्टीको घाँस। अब केही नहुनु भन्दा यतिमा चाहिँ त गएर जानुपर्छ। सिस्नो मेरो यहाँ एक झोला छँदैछ। अब भरे यसलाई सुप बनाएर सरप खानुपर्छ। मिठो हुन्छ, औषधिमा औषधि, स्वादमा स्वाद, फाइदामा फाइदा होइन, सब थोक पाइन्छ। त्यही भएर सिस्नो चाहिँ थाहा छैन भने टिपेर खाने गर्नु होला, धेरै फाइदाजनक चिज हो यो। अब मासतिर छ हाम्रो घर चाहिँ ऊ मासतिर रोडबारी। सिमी बारीमा टन्नै छ के अरे पर्खालमा। हिँडेको
लु अब ढिलै नगरिकन फटाफट हिँडेर जानु पऱ्यो कुनको पट केही नयाँ छ के यसो भनेर देखिनँ केही पनि यस्तो बिजोग पाराले आएको छु अनुहारमा ल्याप्याक्क देखिरहनु चिल्लो यस्तै हो घर बस्दाखेरि गाउँघर यस्तै हुन् लु अब घरतिर गएर भेटौँ है गाह्रो परिसक्यो छिराउनु आन्टी जाउँ अब हामी हिँडेको हौ घरतिर लु अहिले पछि भेट्छु माघे सङ्क्रान्ति गइसक्यो साथीहरू हामी त खाँदैछौँ लड्डु मिठो नलाग्ने मान्छेले गरम गरम टोक्दैछ अब है लड्डु खानलाई हामी त खै आमा यहीँ बसिरहनु भएको छ चाकु बनाउने हाम्रो चाकु धनीले चाकु खुवाउन ल्याएको ओ किन कहिले पूजाको चाकु घाममा जाऊँ न बसौँ आमा हिँड्नु दिनु लड्डुलाई लड्डु खानालाई बोलाएको म लुगा धुनु लाग्ने मान्छे यार मेरो छोरीको अब लगाउने मजा छैन हाल्नु न के जाम सङ्क्रान्ति सकिएर कहाँ पुगिसक्यो अब यो चाकु निकाल्ने कसरी हो बल्ल बल्ल एउटा सानो टुक्रा निस्क्यो सानो निस्क्यो मैले मुखमा हालेँ अहिले निकाल्ने कसरी पक्रिनु लाग्छ सक्दिन त्यो आज मैले होइन सिस्नो टिपेर आइसकेपछि क्या चिया खाएर खाजा खाएर 3:30 बजेदेखि एउटा लुगा धुन बसेको लुगा यति धेरै थियो कि अहिले 6:30 भयो भर्खर लुगा धोएर पखालेर सकेँ हात पनि चिसै छ हात चिसै छ है भर्खर सबै कपडा बाहिर पखालेर भित्र लिएर आएको छु क्या 3 घन्टा 3:30 देखि 6:30 3 घन्टा बाबा थोरै चाहिँ लुगा हेर्ने म त्यहाँ चाहिँ ल एक बाटा यसको मुनि ठुलो बाटाको मुनि चाहिँ 2टा चट्टाई छ है यो मेरो बच्चाको टोपी र मोजाहरू यो 1 बाल्टी यो 2 बाल्टी यो 3 बाल्टी सानो सानो बाल्टी होइन है फेरि मोबाइलमा सानो देखा हो यत्रो ठुल्ठुलो बाल्टी ल यस्तो ठुल्ठुलो बाल्टी हो आज मैले कम्ती धोएछु लुगा लु हेर्नु लु बाबा जिन्दगी पहिलोपटक यार यत्रो लुगा धोएको क्या योपालि म 4 दिन बिरामी भएँ नि थला परेँ अनि त्यही भएर मसँग त्यो लुगा धुने टाइम नै भएन कि बिरामी भएर थला परेपछि अलरेडी 4 दिन थला परेँ म अनि नानीको 2-3 दिनको अलरेडी पहिलाकै कपडा थियो होइन थुप्रिसकेको भनेपछि 1 हप्ताको लुगा एकचोटि धोएको छाती दुखिसक्यो चिसो बाहिर यति चिसो छ यस्तो चिसोमा लुगा धोएको आज मैले यस्तो बुझेको हालत जो दुःख सुख जसरी भए पनि धोएर चाहिँ सघाएँ छातीमा एकदम हल्का फिल भएको छ क्या यत्रो बोझ थियो कहिले धोएर सक्छु होला पनि यति तनाव थियो मलाई आज सकियो ल आजको दिन त यो लुगै धोएर सकिहाल्यो होइन अरू चिजहरू मैले रेकर्ड पनि गर्न पाइनँ त्यसैले यो भिडियोलाई चाहिँ म यहीँ नै टुङ्ग्याउँछु किनकि सिस्नो पाकिसकेको छ आमाले छिट्टो खाना आइजाऊ भनेर बोलाइसक्नुभयो सो म जान्छु उता अहिलेको लागि चाहिँ यो भिडियो म यहीँ टुङ्गाएर जाँदैछु आजको लागि मेरो भिडियो यति नै भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला है लाइक सेयर गर्नु होला नयाँ साथीहरूले चाहिँ सब्सक्राइब गरेर हामी सानो सानो युट्युबर जो चाहिँ युट्युबर बन्ने प्रयासमा छ क्या कोसिस गर्दैछु हामीलाई चाहिँ सपोर्ट गरिदिनु होला ल जसले च्यानललाई सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब गरिदिनु होला बाँकीको कुरा भोलिको भिडियोमा भोलि अर्को भिडियोमा भेट हुनेछ तबसम्मको लागि टाटा बाई बाई गुड नाइट पनि भन्ने बेला भइसक्यो भोलि भेटौँला।